साथीहरु गुड मर्निङ। आज चाहिँ मैले बिहानै सबैको लागि आवश्यकता पर्ने यो ग्यास्ट्रिकले सबैजनालाई हैरानै पार्ने के अनि मलाई पनि धेरै दिन भयो मलाई सन्चो नभएको ग्यास्ट्रिकले पेट पोल्ने खाना खासै मन नलाग्ने भएको थियो। यो चाहिँ एकदमै राम्रो औषधि रहेछ, घरमै बनाएर खाना मिल्ने। यो झार चाहिँ चिन्नु भयो होला, हामीले चाहिँ उतातिर बुटलतिर टोक्रे झार भन्थ्यौँ, यतातिर के भन्नुहुन्छ थाहा हैन। अनि एउटा पुदिना यो चाहिँ टिपेर मजाले पखालेर यसलाई पिस्ने, मसिनो गरेर पिसेर अनि यसको रस बनाएर खानु पर्ने। तपाईहरुलाई मिक्सचरमा पिस्न मन लाग्यो मिक्सचरमा पनि पिस्न सक्नुहुन्छ। मैले चाहिँ ओखलमै पिसे, ओखलमा पिसेपछि मिक्सचरमा फेरि खासै पिस्नु मन लागेन मलाई। ओखलमा मसिनो गरेर पिसेर यसलाई मजाले कुट्नु, हजुरहरुले पनि कुट्नु, मैले पनि कुटे। अनि त्यस्तो बनाएपछि अनि मनतातो पानीलाई एमा राख्दिनु। मनतातो पानी राखेपछि अनि त्यसरी घोलेर मजाले फेट्नु, त्यसलाई फेरि पिस्नु, अलिअलि पिस्नु, पिसेर मनतातो पानी राखेपछि अनि हजुरहरुले अब तपाईलाई कति खान मन लाग्छ सकेसम्म 1 गिलास खानु होला। 1 गिलास पानी खाएपछि यो चाहिँ मैले 2-3 दिन भयो खाएको, मेरो चाहिँ अलि सन्चो भएको छ साथीहरु हैन। मलाई चाहिँ एकदमै पेट पोल्ने, केही खान मन नलाग्ने, बाहिरको त झन् खानै नसक्ने भएको के। अनि अब बाहिरको फेरि मलाई फेरि बाहिरको चीज नखाइकिन नहुने, बाहिरको चीज फेरि खानै मन लाग्ने के। अनि त्यसलाई मजाले पिसेर अनि मैले त्यसको रस बनाएर चाहिँ त्यसलाई मजाले छानेर 1 कप बनाएर, अब 1 कप त भरि नै थिएन, अनि जति आफूले सकिन्छ त्यति मैले फेरि तितो हुन्छ होला भन्ने सोचेको थिएँ कि तितो चाहिँ हुँदैन छ। अनि 1 कप बनाएर यस्तो झोल बनाएर खानु होला, एकदमै राम्रो हुन्छ। बाइ बाइ साथीहरु।